हामी छौँ तालिनमा र हामीसँग छ मात्र 7 घण्टा र यो 7 घण्टाभित्रमा हामीले कसरी विभिन्न ठाउँहरू घुम्न सक्छौँ। धेरै ठाउँ घुम्न सकिन्छ। म्याक्सिमम हामीले विचार गरेका छौँ 6वटा ठाउँहरू, तर हेरौँ 6वटा नभए नि 4-5वटासम्म गर्न सकिन्छ कि भन्ने आशा छ। लागौँ हाम्रो डेस्टिनेसनतर्फ। एकछिन, हाम्रो यात्रा सुरु भएको थियो हेलसिङ्कीको भाइकिङ लाइनको टर्मिनलबाट। त्यहीँबाट सुरु गरौँ है त। सुरुमा म छिरेँ टर्मिनलभित्र, अनि यो राइट साइडमा देख्न सक्नुहुन्छ चेक इन गर्ने ठाउँ। यदि तपाईँले क्याबिन बुक गर्नुभएको छ भने चेक इनमा जानुहोला, किनकि रुमको की त्यही पाउँछ। अनि हाम्रो यो सर्ट डिस्टेन्सको यात्रामा हामीले बुक गरेका थिएनौँ, सो मैले मोबाइलबाटै भाइकिङ लाइनको एप थ्रु चेक इन गरेर अगाडि बढेँ। अनि क्रुजभित्र छिर्नु अघि आफ्नो टिकट मेसिनबाट स्क्यान गरी भेरिफाई गरेर लाग्यौँ हाम्रो क्रुजतिर। यो क्रुजमा चाहिँ तपाईँले ड्युटी फ्री सपहरू अनि खेल्नका लागि गेम स्पेस र अन्य धेरै कुराहरू पाउन सक्नुहुनेछ। ल सिधै लागौँ तालिनतिर। तालिन झरेर निस्किने बित्तिकै टर्मिनलको अगाडिको बाटो हुँदै 10-12 मिनटको वाकपछि हामी हाम्रो पहिलो डेस्टिनेसनमा पुग्छौँ, जुन कि हो ग्रेट कोस्टल गेट। यो तालिन सहरको पुरानो भागमा रहेको एक ऐतिहासिक दरबार हो। यसको निर्माण 14औं शताब्दीमा गरिएको थियो, जुनको मुख्य उद्देश्य समुद्रबाट आउने आक्रमणहरूबाट सहरलाई सुरक्षा प्रदान गर्नु थियो। र यहाँबाट नै हामी ओल्ड टाउन प्रवेश गर्न सक्छौँ। ओल्ड टाउन आएर चाहिँ तपाईँहरूले गल्ली गल्लीहरू एक्सप्लोर गर्न सक्नुहुन्छ। तपाईँसँग जति टाइम छ त्यो हिसाबले एक्सप्लोर गर्न सक्नुहुन्छ। र ओल्ड टाउनमा चाहिँ विशेष गरी हामीले पुराना घरहरू, पुरानो स्ट्रक्चरको घरहरू देख्न सक्छौँ। र ओल्ड टाउनमा तपाईँहरूले यहाँको लोकल कफी सपहरू पनि ट्राई गर्न सक्नुहुन्छ र यहाँको लोकल फुडहरू पनि ट्राई गर्न सक्नुहुन्छ। म अहिले छु हाम्रो दोस्रो डेस्टिनेसनमा, ओलाफ चर्च भन्ने, यहाँ देख्न सक्नुहुनेछ। यहाँ चाहिँ टोटल 258 सिडी र यो टोटल चाहिँ 123 मिटरको रहेछ। 60 मिटरमा गइसकेपछि चाहिँ तपाईँले तालिनको ओल्ड टाउन पुरा हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ भ्यू पोइन्टको रूपमा लिएर पुरै ओल्ड टाउनलाई चाहिँ निहाल्न सक्नुहुनेछ। हामी चाहिँ सिडीको स्टेपहरू चढ्दैछौँ, लाग्छ यो भुतिया बङ्गला जस्तो छ है। माई गड, साह्रै साँघुरो छ। 258वटा सिडी चढेर हामी चाहिँ भ्यू पोइन्टमा पुग्नेछौँ। देख्न सक्नुहुनेछ एकदम साँघुरो छ अनि लास्टै भिरालो ठाडो। स्यास्याएर फ्याफा चाहिँ पक्कै भइन्छ। यहाँ मान्छे हिँड्दा हिँड्दा थाक्छन् भनेर होला। यहाँ बस्नलाई बिचमा कुर्सी पनि दिएको छ। फाइनली हामी लास्ट सिडीमा छौँ र यो रहेको छ हाम्रो तालिनको दृश्य। एकदमै सुन्दर। अहिले चाहिँ म चर्चमाथि छु र चर्चबाट चाहिँ एकदम मजाको तालिनको ओल्ड टाउन सिटी यहाँबाट छर्लक्कै देख्न सकिन्छ। यता चाहिँ तालिन ओल्ड टाउन सिटी र यता चाहिँ टर्मिनल हामी आएको बाटो। यही बाटो हुँदै आएको थियौँ हामी। यस्तो घुमाउरो छ कि घुम्दा घुम्दै ल जस्तो एकजनाभन्दा दुईजना छिर्न अलिक गाह्रो छ। त्यही भएर चाहिँ साइड दिदी आउनुपर्ने हुन्छ। यो चर्चमा चाहिँ इन्ट्रीको लागि कुनै फी लाग्दैन, तर चढेर
भ्यू पोइन्टसम्म पुग्न चाहिँ तपाईँको 8 युरो एडल्टलाई र स्टुडेन्टलाई 5 युरो र तपाईँले फ्र्याङ्क एप देखाएर पनि आफ्नो स्टुडेन्ट डिस्काउन्ट पाउन सक्नुहुनेछ अथवा आफ्नो कुनै स्टुडेन्ट कार्ड। तपाईँले आफ्नो थर्ड डेस्टिनेसन चाहिँ निकोलस चर्च यानि कि निकोलस म्युजियम पनि बनाउन सक्नुहुनेछ। हाम्रो यो चर्चकै तलपट्टि एउटा म्युजियम रहेको छ। यो चाहिँ तपाईँको 15 रुपियाँ पर पर्सन पर्न जान्छ। यदि तपाईँलाई चाहिँ पुरानो युरोपियन आर्किटेक्चरहरू अनि पुरानो चिजहरू चाहिँ मनपर्छ भने अवश्य यहाँ आउन सक्नुहुन्छ। हामीले चाहिँ अहिलेलाई यो ठाउँ स्किप गर्न चाह्यौँ र अब हामी जानेछौँ हाम्रो अर्को कस्तो मधेरो आएको अर्को डेस्टिनेसनतर्फ। नाइस क्याच। गरेन। हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ एउटा पार्क रहेको छ जुन चाहिँ हामी ट्रामबाट जान सक्छौँ। ट्राम नम्बर 1 हामी चाहिँ अहिले यहाँ यो ठाउँमा छौँ हामी चाहिँ अहिले यो ठाउँमा छौँ र लास्ट स्टप चाहिँ कादेरी रक भन्ने छ। यहाँ गएपछि हामीले त्यो पार्कमा चाहिँ पुग्न सकिन्छ। हामी हाम्रो नेक्स्ट डेस्टिनेसनमा आइसकेका छौँ। यो काड्रियो नाम यहाँको टिपिकल इस्टोनियन नाम हो। काड्रियोर मैले टेक्स्टमै लेख्छु भयो मलाई भन्न आएन। तालिन आउँदाखेरि चाहिँ यो ठाउँ चाहिँ छुटाउँदै नछुटाउनु होला। हेर्नु त यति रमाइलो। तपाईँ तालिन आउनुहुन्छ मात्र ओल्ड टाउन घुम्नुहुन्छ त्यस्तो गरेर कहाँ हुन्छ। यो पार्क चाहिँ आफ्नो तालिन आउँदाखेरि यदि तपाईँसँग 5-6 घन्टा छ भने पक्कै पनि आउनु होला। यो ठाउँमा आउनुभयो भने चाहिँ अर्को राम्रो चिज भनेको यहाँ फुलहरू छन्। तपाईँ आफ्नो गर्लफ्रेन्ड अथवा आफ्नो श्रीमतीसित आउँदै हुनुहुन्छ भने चाहिँ फुलको बगैँचामा मेरी माया भन्दै टिकटक पनि बनाउन सक्नुहुन्छ। त्यही भएर आउनु होला। यो पार्कमा चाहिँ तपाईँले हिँड्दै फुलहरूको यति मिठो बास्ना आउँछ कि बा सास लिइराखौँ जस्तो छोड्दै नछोडौँ जस्तो है। यो पार्क चाहिँ जहाँसम्म अझै लामो छ होला। हामी अघि नैदेखि हिँडिरहेछौँ र यो सकिने नामै लेखेको छैन। ल यो फाउन्टेन पछि चाहिँ यो पार्कको इन्ड छ जस्तो छ। तपाईँसँग टाइम छ भने चाहिँ यहाँ आएर मजाले पार्कको रमणीय दृश्य हेर्दै मजाले बस्दै आफ्नो टाइमलाई स्पेन्ड गर्न सक्नुहुन्छ। मौसम यस्तो राम्रो छ कि बसेर मजाले चटपट बनाएर खानु जस्तो छ। तर के गर्नु, हामीसित चटपट बनाउने सामानै छैन। अनि यहाँसम्म आउन चाहिँ त्यही हो, ट्रामको त्यही 2 युरो टिकट प्राइस। अनि ट्राम नम्बर 1 आउँदो रहेछ त्यहाँबाट भनिसकेँ। अब एकैछिन हामी यहाँ बस्छौँ, टाइम स्पेन्ड गर्छौँ अनि लाग्छौँ हामी अर्को डेस्टिनेसनतर्फ। यो चरो होइन नकचर हो। तँलाई यत्रो बिचबाट नाङ्गै नहुनलाई लाल्ला होइन लाल्ला होइन भन् त। यत्रो बिचबाट नाङ्गै बात लिएछ। र त्यही पार्कबाट फर्किँदा दाहिनेपट्टि एउटा आर्ट म्युजियम रहेको छ। यो आर्ट म्युजियम चाहिँ तपाईँको 15 युरोको टिकटिङ छ भने तपाईँले बाहिरबाट नै फोटो सेसनको लागि एकदम राम्रो ठाउँ रहेको छ। यो चाहिँ हाम्रो डेस्टिनेसनमा थिएन, त्यहीँ नजिकै भएको भएर चाहिँ यसो कभर गराउन भनेर चाहिँ यसमा पनि आइयो।
यो म्युजियमको साइडमै लेफ्ट साइडमै जाँदैछौँ। हामीलाई थाहा छैन अगाडि के छ, तर जाँदैछौँ। यो बाटो हेर्दाखेरि चाहिँ हल्का लुम्बिनीको भाइब्स दिइरहेछ। गौतम बुद्धको जन्मस्थल त्यो यसरी औँला ठडाएको गौतम बुद्धको स्ट्याचु थियो नि त हो त्यस्तै जाने ठाउँमा ठ्याक्कै त्यस्तै देखिरहेको छ। हेरौँ यसको वहाँसम्म जाउँ, त्यसपछि के छ हेरौँ है त। उत्सुकता जनाउनु त राम्रो कुरा हो होइन, तर के नै होला भनेर पुरा उत्सुक हुँदै आइरहेको थियौँ। खासै केही रहन्छ जस्ट लाइक राजमार्ग जस्तो है। त्यहीँ अगाडि एउटा स्ट्याचु छ अनि गाडीहरू गइरहेछन्। समुद्रको नजिक छौँ हामी, त्यही रहेछ। खासै केही रहन्छ यो लेफ्ट साइडमा चाहिँ। अब हामी यहाँबाट फर्किँदैछौँ। अब हिँड्दा भोक लागिहाल्छ, खाना खान परिगयो। हाम्रो अर्को डेस्टिनेसन रहेको छ एउटा नेपाली रेस्टुरेन्ट। म भर्खर चाहिँ वहीँ पार्कबाट फर्किँदाखेरि ट्राम नम्बर 1बाट बाटोमै देखेँ। मैले फेसबुकमा चाहिँ देखिरहेको थिएँ। त्यहाँ गएर अब चाहिँ टक्क भोक पनि मेटाउनु पऱ्यो, टक्क खाइन्छ। अनि फेरि एकपालि ओल्ड टाउनमा अलिकति समय बिताएर लागिन्छ हाम्रो हेलसिङ्कीतिर है त। भर्खरै चाहिँ खाना खाएर निस्क्यौँ। अब फेरि ओल्ड टाउनतिरै जान्छौँ। ओल्ड टाउनमा चाहिँ तपाईँहरूको टन्नै पसलहरू छन्, जुनमध्ये मलाई एकदमै मन परेको, म पोहोर साल आउँदाखेरि पनि एकदम रुचाएको पसल हाम्रो नेक्स्ट डेस्टिनेसन लिएको छु। ल जाउँ है त। यो पसलको नाम चाहिँ युनिभर्सम भनेर छ। युनिभर्सम भनेको चाहिँ यहीँको ल्याङ्ग्वेज होला जहाँसम्म। यहाँ चाहिँ तपाईँले विभिन्न देशका बाजाहरू देख्न सक्नुहुन्छ, जस्तै बाली इन्डोनेसिया भनेको छ, टर्की भनेको छ, अनि यहाँनिर गाना आएको छ। यहाँ चाहिँ इन्डियाको छ। मादलहरू पनि रहेको छ, जुन कि नेपाली बाजा पनि हो। यो ठाउँमा आएर चाहिँ एकपालि एक्सप्लोर चाहिँ गर्नु होला है तपाईँलाई। पक्कै पनि यो सप चाहिँ मनपर्छ। यहाँ चाहिँ हाम्रो सबै मेड इन नेपाल रहेको छ। यो पुरै सेक्सन मेड इन नेपाल रहेछ, देख्न सक्नुहुन्छ। यो ब्यागहरू र अन्य कुराहरू पनि मेड इन नेपाल। यो पसलको चाहिँ तल पनि कपडाहरू छ, जुन कि नेपाली स्टाइल टाइपको के हो। यो नेपालमा धेरै लाइन्छ नि त, एकताको खुब भाइरल भएको थियो यो स्टाइलको सर्टहरू, टी सर्टहरू र अरू कपडाहरू पनि। चप्पल भए, कपडा भए, यहाँ चाहिँ पुरा नेपाली भाइब्स दिने टाइपका कपडाहरू पाइन्छ। अब चाहिँ हामीलाई ढिला भइसकेको छ, त्यही भएर अब यहाँबाट भागिहाल्नुपर्छ। यो तालिनमा चाहिँ टन्नै भिन्टेज टाइपका पसलहरू, तालिमको यो विशेष गरी ओल्ड टाउनमा। तर ती पसलहरूमध्ये विशेष अलि राम्रो लागेको पसल चाहिँ मलाई यो भर्खरको पसल हो। यसमा चाहिँ अब भनौँ न नेपालीसँग नेपाली कपडाहरूसँग मेल खाने टन्नै कपडाहरू छ। अनि इन्स्ट्रुमेन्टहरू भयो, त्यसपछि गएर विभिन्न कुराहरू तपाईँले आएर देख्न पनि सक्नुहुन्छ होइन। एकदम राम्रो खालको छ कि यो पसल चाहिँ अरू पसलहरूभन्दा। यसको लोकेसन चाहिँ मैले कमेन्टमा पनि राखिदिनेछु, तपाईँले नाम हेरेर पनि म्यापबाट आउन सक्छ। पसलमा हल्का भुलियो, त्यही भएर चाहिँ हामीलाई हल्का ढिलो भइसकेको छ। हामीसँग 30 मिनट मात्र छ त्यहाँसम्म पुग्नलाई। पुग्न त 15 मिनटमा पुगिहालिन्छ, त्यही पनि 30 मिनट भनेको अब क्रुज हिँड्नुभन्दा 10-15 मिनट अगाडि नै पुग्नु पऱ्यो।
त्यही भएर चाहिँ अहिले चाहिँ रन्केर हिँड्दैछौँ। तपाईँले यहाँ तालिन आउँदा चाहिँ टाइम छुट्याएर आउनुभयो भने जति घुम्नुहुन्छ त्यति नयाँ ठाउँ भेट्न सक्नुहुनेछ, त्यति नयाँ कुरा देख्नुहुनेछ। त्यसकारण आउँदाखेरि थपक्कै एक ठाउँमा बस्नुभन्दा एक्सप्लोर गर्नुहोस्, नयाँ कुरा खोज्नुहोस् होइन। हामीले जम्मा 5-6वटा प्लेसहरू मात्र देखायौँ, त्योभन्दा अरू पनि धेरै राम्रा ठाउँहरू छन् जुन कि घुम्न लायक र अवलोकन गर्न लायक छन्। आउनु होला अनि तपाईँको दिन चाहिँ शुभ बिताउनु होला। यो चाहिँ तालिनको बन्दरगाह, यानि तालिन पोर्ट। यहाँ आइसकेछौँ हामी। अब चाहिँ हामी लाग्छौँ हेलसिङ्कीतिर। हामी चाहिँ रातिको 8 बजे हेलसिङ्की आइसकेका छौँ र आजको हाम्रो यात्रा एकदम सफल रहेको छ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि लाइक र सेयर पनि गरिदिनु होला। अनि तपाईँलाई तालिनमा चाहिँ कुन ठाउँ राम्रो लाग्यो अनि कुन ठाउँ चाहिँ तपाईँले रेकमेन्ड गर्नुहुन्छ त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ। आजको यो भिडियो यहीँ भन्दै अर्को भिडियो अरू कुनै दिन ल्याउने बाचा गर्दै बिदा हुन्छ है त। हस्त नमस्ते।